यो फोटो र यस्तो पर्ची त तपाईँले पनि पक्कै देख्नुभयो होला सोसल मिडियामा, जहाँ एउटा पार्टीको आधिकारिक छाप छ अनि अध्यक्ष भनेर त्यसमा सिग्नेचर पनि दिएको छ। कुनैमा 3 लिटर तेल लेखिएको छ, कुनैमा 1 छाक खाना लेखिएको छ, कुनैमा नास्ता लेखिएको छ। यो नेपालीको लागि कुनै अचम्मको कुरा होइन, किनकि वर्षौँदेखिको चल्दै आइरहेको छ। तर अहिले सिचुएसन फरक छ। म यसलाई गलत भन्दिनँ। यदि उनीहरूले तेल दिन्छन् भने लिनुहोस्, पैसा दिन्छन् भने लिनुहोस्, मासु भात दिन्छन् भने खानुहोस्। तर प्रश्न त्यही खाने व्यक्तिहरूको लागि, त्यही पैसा लिने व्यक्तिहरूको लागि आखिर 23 गते के भएको थियो? कसरी त्यत्रा निर्दोष युवाहरूले आफ्नो ज्यान गुमाउनु परेको थियो? र आज जसले उनीहरूलाई मार्यो उनीहरू खुल्ला हिँडिरहेका छन्, अझै धम्की दिइरहेका छन्। जवाफदेही खै, न्याय खै? जति पैसा दिन्छन् लिनुहोस्, खानुहोस्, तर अब आउने चुनावमा भोट दिने बेलामा आफ्नो जात नहेरिकन, आफ्नो मान्छे नहेरिकन वा कुनै पार्टीको झोले नभइकन त्यस व्यक्तिलाई भोट दिनुहोस् जसले अब नेतृत्व गर्ला है जस्तो लाग्छ तपाईँलाई, जसले पहिल्यैदेखि राम्रो गर्दै आएको छ वा अब राम्रो भिजन बोकिरहेको छ। किनकि तपाईँको एउटा भोट त्यो मासु भातमा मात्र सीमित छैन। तपाईँको एउटा भोटले तपाईँको आउने नयाँ पुस्ताको भविष्यको निर्णय गर्छ।